गर्छु गाइस वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ बेलुका बाहिर खेल्न निस्किरहेको छु होइन। मेरो भाइले सब्स्क्राइब गरिदिनु पर्यो। के छ भाइ? हि इज डुइङ गुड। ल भाइ सब देखाउ हेरेर कस्तो भइरहेछ अहिले हैन। कसरी गर्ने हैन। हेर ल देखाउ। दुईटा यहाँ क्रिकेट खेले साथीहरु हैन भाइहरु। ए हो ल म चाहिँ शैलेश दाइ है। ल म चाहिँ अब पोखरीतिर गएको। बाँकी पोखरीमा हेर्ने जम्प लेफ्ट राइट लेफ्ट गर्दै जम्प। के चाहिँ भाइ कन्टेन्ट इज भेरी इम्पोर्टेन्ट है। कन्टेन्ट त बनाउने नै हो। सिधै हिँड्दै 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 जाउँ होइन। अहिले चाहिँ बेलुकाको टाइम छ। सबजना हिँड्छन् 4 बजे नि यस्तो मस्त घाम। आई डोन्ट बिलिभेबल गाइस, डोन्ट बिलिभ। हेर्दै जाउँ कहाँ कहाँ पुगिन्छ भ्लगिङ गरी। आज तपाईँहरूले एउटा कुरा होइन, यो फोन आइप्याडसँग कनेक्ट छ। घरमा आएर मेरो डाइरेक्टरले हेर्दै हुन्छ कस्तो। त्यो चाहिँ म रेन्ज चेक गर्न आएर होइन। हेर्दै जाउँ कहाँसम्म पुगिन्छ आज यसको रेन्ज। यता हेर्नु बुढाबुढी खेलेको यस्तो राम्रो हिँड्ने ठाउँ छ। मम्मी म बेलुका सधैँ हिँड्न जान्छौँ। के छ घर देखाऊँ कहाँ छु म घरबाट। उठ टाढा छ घर, म यहाँ छु। देख्नुभयो यति टाढा आएको छु। सिधा छ घर। हात साह्रै दुख्यो, हातमा छान्नुपर्छ। एडिटिङ गर्नु छ झन्। स्कुलको कारणले न म भिडियो बनाउन सक्छु न के। कस्तो राम्रो पाहाड देखेको छु उपर हेर्नु न। बादलै बादल, रुख, यत्रो ठुलो चिनी। सो लेट्स सी टु माई च्यानल। मस्त हिँड्दैछु म त। कस्तो राम्रो हेर्नु न गाइस, भर्खर देखेँ मैले नि। देख्नुभयो यस्तो राम्रो ठाउँ छ। अर्कै यता अनि म खेल्ने त गाइस मेरो जिगरमा छ। तपाईँहरूले थाहा होला मर्निङ खेलेको भिडियो साह्रै बनाउँछु। कि त खेल्ने कि त भ्लग। दुईटा मेरो एक्सप्रेसन हो। घरमाथि टावर गइरहेको छ गाइस, बुर्ज खलिफा। यो के को लागि थाहा छ तपाईँहरूलाई? कसलाई थाहा छैन कमेन्ट गर्नु, पिन गर्छु। यो चाहिँ कसलाई थाहा नभए म एन्सर भनिदिन्छु। यो चाहिँ इट्टा राख्ने उपर डाँडामा हेर्नु न क्या मस्त भ्यू छ भने। धेरै इन्डियन भिडियो हेरेर होला म इन्डियनमा उठेन न क्या बाबा रुख्ने लिएर जान्छु हिँड्नु तपाईँहरूलाई। भिडियो त बन्यो होला 1 घन्टाको भिडियो माथि एडिट गर्नु काम नलाग्ने काम छ। देखिरहेछ भिडियो? यो पनि डाले एडिट गर्नु है। गाइस मैंने फेक वीडियो ने सब कुछ छुआ।
अब रनिङ टाइम गाइस यस्तो पिस छ नि यहाँ यस्तो लाग्छ कि हेभनमा हिँडिरहेको छ गाइस हर तरफ मान्छेहरू हिँड्ने खेल्ने मान्छेहरू कुकुरमा जान्छ त्यहाँ तपाईँ एउटा फ्याक्टको कुरा होइन मेरो एउटा साथी छ भन्दा नि ठुलो सौरभ रिमाल हो त्यसको नाम माई भेरी क्लोज फ्रेन्ड ठुलो मान्छे भन्दा नि ठुलो म भर्खर 13 ऊ कति 14 ऊ कति 20-30 वर्षको मान्छे अमेरिका पुग्यो अफ्रिका म नेपालमा म 7 मा उका उसको र मेरो धेरै पहिलाको रिस्ता भन्दा नि मिलजुल बढी हुन्छ नि त्यसको र मेरो त दाजुभाइ जस्तो नाता छ साथीमा गफसफ हुन्छ आफ्नो कुरा गरिन्छ पुरा उसको हरेक भिडियो बनाइदिने मान्छे म हो के गाइस हेर्नुस् एउटा साथी जान्छ कि यस्तो जुन हेल्प पनि गरोस् र मेरो च्यानललाई उसले यति हेल्प गरेछ उसले कहिले क्यामेरा ल्याइदिन्छ DJI को अनि ड्रोन ल्याइदिन्छ गोप्रो ल्याइदिन्छ इन्टर 360 ल्याइदिन्छ म राख्दिनँ के उसलाई फिर्दै दिइदिन्छु के उसको कुर्छ छट्टु अब आएको बेला भिडियो बनाएर हाल्छु नि मसँग अहिले क्लिप त छैन आएको बेला हाल्छु नि भिडियो राम्रो छ होइन सो भन्न त मिल्दैन हेलो गाइस उजाउ न मेस्सी के रोनाल्डो रोनाल्डो बिगाड्दै यो भाइले त फेरि मेस्सी के रोनाल्डो मेस्सी गयो भाडमा रोनाल्डो ए भाइ कन्ट्रोभर्सी आउला नि फेरि मेस्सीको फ्यानले फेरि त्यहाँ त्यस्तो भन्दा के भन्नुपर्छ भने बोथ प्लेयर आर गुड भन्नुपर्छ है फेन एक झबडमा दिन्छु रोनाल्डो गोबर खानु गयो लगाए आजलाई भिडियो यहाँ एन्ड गर्छु बाई बाई